Hello guys, welcome back to our channel. We are in Sydney Opera House आएको छ हामी. सिधै इन्ट्रो मैले यही आएर गरेँ. सो बाँकी भिडियो चाहिँ अब हजुरले कन्टिन्यू गर्न सक्नुहुन्छ. See you after a bit. हामी त बाबालाई पर्खिँदैछौँ. बाबाले कफी लिएर आइथ्यो. हजुर? All good. ल म कफी छ यहाँ. म अहिले यहीँ बस्छु छोरीसँग. एकछिनमा बाबालाई जोइन गर्छु. छोरी लेट्स गो जम्प. जम्प. छानोटी चाहिँ हाम्रो छानो चुपोरा राम्रा चुसेर बसिरहेको छ. ठ्याक्कै 3:30 भयो. कति अँध्यारो देखेको तर बाबा चेकिङ गर्न गइसकेको छ. म यहाँ छोरीलाई बोलाएर बसिरहेको छु. Okay guys, this is our room and here is a mirror. छिर्ने बित्तिकै त्यस पछाडि छ यहाँ washroom. यहाँ shower area. यहाँ छ wardrobe area रहेछ. तर तिजोरी पनि छ. अनि यो चाहिँ टी कफी एरिया. के छ फ्रिज रहेछ. अनि यहाँनिर चाहिँ रहेछ कफी टी अनि ग्लास कप छ. यहाँ चाहिँ वाइन ग्लास रहेछ. यो चाहिँ मलाई मन पर्यो. यसको माथि मिरर. कान्छो मलाई यो स्टाइल मन पर्यो. मिरर बेडमाथि मिरर. अनि यता अगाडि छ टिभी. अनि यहाँ चाहिँ सिटिङ एरिया. यहाँ अफिस एरिया. अफिस एरिया पनि छ. अनि चाहिँ यो हाम्रो भ्यू. कति ठुलो टावर रहेछ यो बनिरहेको. दिस इज आवर भ्यू. वाउ. मलाई यो एरियामा म आएको थिइनँ क्या अरे. म फर्स्ट टाइम यो एरियामा आएको होइन. हाम्रो होटल यही हो. अनि कस्तो राम्रो लागिरहेछ मलाई यहाँको भाइब्स. बिल्डिङ कति राम्रो. अलिअलि पानी परिरहेछ अलिअलि. त्यही भएर हामीले छोरीलाई यसरी नै बोकेर हिँडेको. स्ट्रोलरहरू खान मन लागेन. अनि यहाँबाट ट्रेन चढ्न जाने. ट्राम कि ट्रेन? ट्रेन. ए यहाँबाट ट्रेन चढ्न जाने. ओके. यहाँ मेरो बुढाको स्ट्रगलका दिनहरूको कहानीहरू यहाँ सुनाइरहेछ. के हरिसिन्थे अरे? के हरिसिन्थे अरे? यहाँ ओर्लिने. अनि अनि ट्रेनमा चढ्ने तल ट्रेनबाट ओर्लेर बस्ने यहाँसम्म ल्याउँथ्यो. ए ट्रेनबाट रकभेलबाट ट्रेन चढ्नु. यहाँ सेन्ट्रलमा ओर्ले. सेन्ट्रलबाट हिँड्दै यहाँ टाउन हिँड्दै आएर यहाँ माथि आउने. यहाँबाट हिँड्दै जाने. ओके. वाउ. यहाँ हेर्छु न कस्तो राम्रो. यसको तल बेस हेर्छ न. यहाँ पिलर के पिलर हेर्छ न. मलाई यहाँको भाइ कस्तो मन परिरहेछ. सानो अमला चुस्न व्यस्त छिन्. कस्तो चुसेको मुखे छोप्ने गरे. Pacifier Castle to Sharatai Van de Mythotomero off Nyamla Cha.
अच्छा लोकेसन हेर्छ हामी चाहिँ आज ओपेरा हाउस जाने प्लान थियो तर अँध्यारो हुन्छ छिट्टै भोलि बिहानै मजाले घुमौँ भनेर हामी भोलि बिहान जाने भयो ओपेरा हाउस अहिले चाहिँ हामी त्यही सर्फ गर्छौँ यो एरिया बन्द भयो के बन्द भयो चाइनिज गाडी ए 9 मिनट छ 9 मिनट भिडियो खाइ हुन्छ अनि नजाइन फेरि घुमिरा चाहिँ युटिएस कलेज कलेज त लिफ्टहरू हेरौँ त्यो काठमाडौँमा पुरै पढिरहेछन् मान्छेहरू यहाँदेखि सबै कलेज रहेछ है जब असली विदेश चाहिँ यही रहेछ है गाइस हामी त गाउँमा चाहिँ यस्तै छ फेरि फर्स्ट लिफ्ट चढ्ने होला है छाना हामी चाहिँ कोरियन स्ट्रिटमा छौँ आइसक्रिम आइसक्रिम के खान्छ तिमीले बाबल खान्छ कि जिलाको खान्छ छानी बुबु खान्छ बुबु के हेरे कि पुरै हेरिरहेछ ब्याकफुड मम्मीले खान्छ ब्याकफुड हामीले चाहिँ एउटा माछा लिएर हिँडेको माछा सिप गर्दै अनि हामी फेरि फर्किन्छौँ ओके गाइज हाम्रो आजको भिडियो चाहिँ यहीँ सकिन्छ भोलि हामी बिहानै ओपेरा हाउस जान्छौँ त्यस पछाडि बोटानिकल गार्डन गएर अनि घर फर्किन्छौँ हाम्रो आजकै प्लान थियो ओपेरा हाउस जाने भनेर तर त्यो चाँडै आउँदैन हुन्छ 5:30 बजे अनि पानी पनि परेको भएर अलि चाँडै झन् अँध्यारो देख्यो त्यही भएर हामी आज प्लान क्यान्सल गरेर यतै एराउन्ड घुम्यौँ होइन यतै सेन्ट्रलको एराउन्ड घुम्यौँ मलाई चाहिँ एकदम मन पऱ्यो सिडनी आएर मलाई कुनै चिज मन परेको अब ओपेरा हाउसहरू त भइ नै हाल्यो मन परेको भनेको यही सेन्ट्रल एरिया हो मलाई त्यो टाउन हलभन्दा सेन्ट्रल एरिया झन् मन पऱ्यो होइन अनि मलाई झन् कति फोटो खिचेछु कि त्यो हुन्छ नि छोटी बिल्डिङहरूको स्ट्रिटको फोटोहरू खिचेछु कि कस्तो मन पऱ्यो सो हाम्रो योपालिको सिडनी भिभिड सिडनी 4-5 दिनपछि लाग्दैछ तर भिभिड सिडनीमा हामीलाई कति हेर्नु थियो भनेर हामी 3-4 दिन अगाडि नै आयौँ छोरीहरू पनि थाली अब छोरीहरू पनि थालेपछि मैले भ्लग बन्द गर्नु पर्यो अब प्यारेन्ट्स भएपछि भोलि भेटौँला बाबा ठीक है रेडी नाउ भोलिभन्दा पनि हामी 2 जना चाहिँ रेडी भयौँ अब छोरीलाई उठाएर लुगासुगा लगाएर दुध खुवाएर सबै गरेर अनि हामी यहाँबाट निस्किन्छौँ सो हस्बेन्ड हामीले आउटफिट चेकको भिडियो बनाएको है कान्छ आज आउटफिट चेक हामीले मैले पनि फर्स्ट टाइममै बनाएको हो मलाई थाहा भयो पनि रमाइलो है अब छोरी उठ्छ नि छोरीको पनि अनि फेरि फिट चेक गर्ने ओपेरा हाउस अनि चाइनिज गार्डन जाने फ्रेन्डसिप गार्डन यो चाहिँ चाइना र अस्ट्रेलियाको बिचमा फ्रेन्डसिपको लागि राखेको गार्डन हो म पहिले यहीँ पढ्दाखेरि चाहिँ गएको थिएँ सेकेन्डरी जानु ओके लेट्स गो कार पार्क गरेर अनि त्यो माथि निस्केका छौँ अब यहाँ हामी केही ब्रेकफास्ट खाएर अनि घुम्न जान्छौँ हेले कि हेर्दा मुखमा हात जतिखेर पनि हामी जाँदैछौँ चाइनिज गार्डन फर्स्ट स्टप चाइनिज गार्डन सेकेन्ड चाहिँ ओपेरा हाउस छोरी सबै हेर्दै छिन् दृश्य टुल्की म त बाबा छोरीको क्यामेराम्यान नै भयो त आज रहेछ कान्छु
यो अझ हड्याएर खिच्नु रे बाँस जस्तै देखिने आर्किटेक्चर रहेछ Let's go, छोरू टिकट काट्न आएको यहाँनिर टिकट काट्नु पर्दो रहेछ प्रेम पार्किङ त्यहाँ रहेछ ल्याएको भयो नि त्यहाँ पार्क गर्नुपर्ने रहेछ लान नपाइने रहेछ कस्तो राम्रो छाना चाले हरियाली हेर्छ नि मेरो मुजाले कति राम्रो आहा त्यो कति राम्रो मैले यहाँ होइन म चाहिँ बोटानिकल गार्डन जाने भन्थेँ बुढाको रोजामा हामी आएको यहाँ सो इट्स अल वर्थ इट आएको मम्मादेखि रिसाएको अरे आमी 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 मम्मासँग रिसाएको अरे को रिसाएको है बाबा रिसाएको कि छोरी ल छोरी त हाँस्दैछ बाबा नै होइजिँदो रहेछ ए Oh my God, my Shayla. त्यस्तो एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल वाओ माय गुडनेस कस्तो राम्रो Rating the rating 5 out of 5 5 5 out of 5 कस्तो राम्रो छ Let's go. त्यता पनि जान मिल्छ अर्कोपट्टिबाट Veo en tus ojos mi vida pasar y se extraña si lo cierro. Y si mañana nos toca no estar, miro al cielo y te veo, pero ya sé que... यो क्रोकोडाइल त होइन होला कान्छु यो के हो यसो त्यहाँ यसलाई के भन्छ अरे नामै भन्न आयो नि कत्रो यसलाई छिपकली छिपकली बडेवाला छिपकली छोटेवाला क्रोकोडाइल हो क्या भन्छ कस्तो जाडो सोचेको यस्तो गर्मी छ यस्तो गर्मी छ अनि पसिना पसिना रहेछ कास्टै गर्मी छ अलि जाडो होला भनेर जेस जाडो भन्दा नि अब स्प्रिङ हो जाडो होला भन्दा पनि जेस धुम्म होला भन्न थालेको 2 दिन पानी राखिरहेको थियो तर एकदमै गर्मी हाम्रो साना नि रहिसकिन् कति हामी हाफे बल्ल हिँड्छ नि अझै यत्रो हिँड्न बाँकी छ लेट्स गो अनि कताबाट जान्छ अब
इन्टरटेनमेन्ट सेन्टर रहेछ यहाँनिर भोलि पर्सि हामी पनि ठुलो टिकटकर हुने इन्फ्लुएन्सर हुने अनि आउने हो कान्छ मेनिफेस्ट गर्नुपर्छ यस्तो कुराहरू वाउ हजुर पढिदिनु हेर ओके कति धेरै छ भाइ यति धेरै छ नि यहाँ छेपारो के अरे छेपारो माउसुली र क्रोकोडाइल हामी तिनटै भनिसक्यौँ तर यसको असली नाम हामीलाई थाहा भएन नाइस अब चाहिँ हामी निस्किने यहाँबाट लेट्स गो कान्छौँ अब हामी ओपेरा हाउस जान्छौँ मलाई प्लेस एकदम मन पर्यो थ्याङ्क यू सो मच हजुरले बनाएको थियो कि थ्याङ्क यू भनिसकेँ त मैले हजुरलाई हजुरले यो ठाउँ बनाएको थिएँ कि कताबाट यता न हामी के प्राइभेट फङ्सन हुँदो रहेछ यहाँ ल अब हामी निस्क्यौँ साँच्चीकै यहाँ रेस्टुरेन्ट पनि रहेछ गाइज हामी चाहिँ अब फर्किँदैछौँ चाइनिज गार्डनबाट अब हाम्रो यात्रा रहेको छ ओपेरा हाउसमा त्यसपछि छोरीलाई पनि हामी जस घुमाउनलाई छोरीलाई पनि घुमाउन ओपेरा हाउसमा घुमाउनलाई अब हुन्छ नि सिडनीको र मैले देखाउँ भनेर हामीले प्लानिङ गरेको थियौँ 2 महिना अगाडिदेखि नै तर पछिको लागि मेमोरी त हो नि अनि त्यसपछि कहिले मैले भनेको छु जिन्दगी भनेको सम्बन्ध र यादहरू हो कि होइन मान्छेको सम्बन्ध प्लस यादहरू मेमोरीहरू होइन अनि त्यही मेमोरी बटुलौँ त्यही सम्बन्ध बटुलौँ भनेर अगाडि बढ्ने त मान्छेहरू होइन अरू पर्सनल लाइफ चाहिँ छँदै छ अनि त्यसपछि त्यही भएर 2 महिना अगाडिदेखि प्लान गर्दैथ्यौँ तर मिल्नै रहेको थिएन अनि ठ्याक्कै योपालि चाहिँ ठ्याक्क बिदा पनि भयो बिदा पनि हेर्ने बेला पनि छ नि त त्यो यही बेला ठिक्क छ अनि जहिले घरमा बस्या घरमा छोरीलाई पनि यसो बाहिर इन्भाइरोमेन्ट देखाउँ भनेर अनि त्यसपछि खुट्टा आइयो गरी भएको मलाई पसिना आएको छ मेरो ओठमाथि एकदमै गर्मी छ एकदमै गर्मी छ हामीले के सोचेको के हो भने जस्तो त्यहाँनिर सिद्धि हो चाहिँ त्यो सिडनीको गल्ली गल्ली मेरो मेमोरीहरू चाहिँ यहाँ सिडनी गल्ली गल्ली होइन पहिला यहीँ बसेको म 3 वर्ष सिडनी त उहाँको माइत हो सानीको माइत गऱ्यो के माट अब छैन जुनी बनाएर लेट्सको यो ठिक रहेछ कि सानी यहाँहरू त यो ठिक रहेछ कि यहाँहरूले खाएको क्याफे कता हो गजब सिद्धिरहेछ त्यही त तपाईँ रहेछ के हो यो पप मार्केट हामी अब अलमोस्ट म हेर्दैँ कि के हो आफ्नै कुरा तिमीले त भन्नै पर्दैन अब त्यस्तो अन्त साइन त जहिले ब्युटिफुल होइन यो होइन जस्तो लाग्यो यो होइन नट दिस वान आई थिङ्क डाउन स्टेज या छोरी ज्ञानी भएकी छ बाबा छोरी के ज्ञानी भएकी छ हामी हतारमा हिँड्यौँ नि त हामीले यहाँनिर यसलाई छोरीलाई लगाउने पर्दा पनि किनेको छ पर्दा पनि किनेको छ यहाँ राख्ने ऐना पनि छ अनि त्यो बेबी अन बोर्ड पछाडि टास्ने स्टिकर पनि छ हामीले केही भ्याएन कि हामी कान्छुको उहाँको प्लान होइन रातारात बनेको हो कि अगाडिदेखि नि प्लान थियो जाने तर कहिले जाने फिक्स थिएन अनि त्यस्तै भइरहेको थियो अनि 81 उहाँले त भोलि जाउँ सिडनी बिहान भनेर राति टिकट काटेको हामीले है अब तर अलिक टाँस थियो कान्छु घर फर्किने बेला है त्यहाँ पार्किङमा सबै थोरै राखौँ अनि जाउँ
ल्याइदिनु मम्मा प्लेन चढेर कहाँ जान्छे छाना प्लेन चढेर कहाँ जान्छे घर जान्छे घर जान्छे किन रुदा गरे मान्छे गर्दा हेर नि त्यहाँ हेर नि त्यहाँ को रहेछ को आमी ट्रेनको आवाज आएन भने चाहिँ घरमा फेरि कहिले आयो कस्तो राम्रो मौसम है यहाँ चाहिँ ठन्डा भयो यार छोरीलाई पनि लास्ट गर्ने भइरहेको चरी आहा चरी हेरेको के हेरेको मुसो 2000 years later. ओके गाइज हेर्नुहोस् त भिडियो हाम्रो सिडनीको सर्ट एन्ड स्विट भ्लग यही सकिन्छ एकदम रमाइलो भयो हाम्रो छोरीसँगको कस्तो एक्सपिरियन्स होला भनेर सोचेको थियौँ तर मान्छेको नेचर रहेछ सबै छिटै एडप्ट भइहाल्दो रहेछ हामीलाई फर्स्ट टाइम छोरीसँग कतै पर गएको पनि फिल भएन होइन नयाँ मान्छेसँग जाँदैछु सानो आफ्नो बेबीसँग भन्ने फिल भएन कि नर्मल लाग्यो कि मजाले छोरी यसो भने छोरी उसो भने होइन त्यस्तो केही अचम्म पनि लागेन नभए सोचिरहेको थिएँ कि हामी सधैँ दुईजना त त्यसरी घुम्न हिँडेको नि त पर कहिले छोरीसँग पहिलो फर्स्ट टाइम हो अभियसली अनि कस्तो होला भनेर बट इट वाज सो नाइस होइन सबै स्मुथली गयो अनि छोरी पनि ज्ञानी भएर कारमा राखेपछि मजाले सुती उसलाई मनपर्ने भनेको कार सिट अनि बाबा मम्माको हात त्यति भएपछि चुपचाप हो त्यही भएर पनि हामीले सुरुदेखि स्टोरहरू लान मिलेन सुरुमा त पानी परेको भएर अनि पछि बेबी क्यारियर बोक्न खोजेको थियौँ राखेको रुन थालेन त्यही भएर होस् हातमै लिएर जाउँ सजिलो हुन्छ हातमा पनि केही भएन भनेर बोकेर गयौँ भोलिपल्ट बिहान त मिल्दैन पनि थियो लानको लागि स्टोरहरू हामीले हेरिसकेका थियौँ त्यहाँभित्र मिल्दैन भनेर चाइनिज गार्डनमा बोकेको भएर छोरी पनि आनन्दले घुमिन् अनि सबैतिर हेर्दै रमाइलो भयो अनि त्यही हो जुन साल पनि हामी जान्थ्यौँ नि त यही टाइममा भिभिड सिडनी हेर्नको लागि अनि योपालि चाहिँ अब कति हेर्नु भइसक्यो भिभिड सिडनी अब छोरीलाई चाहिँ अरू ठाउँ घुमाउँ भनेर अनि ओपेरा हाउस त गयौँ हामी अनि ओपेरा हाउस त मेन चिज त लानु परेको मेन ठाउँ उसलाई त अभियसली याद हुँदैन तर त्यो मेमोरी हामीसँग त हुन्छ नि हामीलाई याद हुन्छ नि तिमीले हेर हामीले घुमाउनु लगेको थियो यतिखेर फोटो देखाउनुहुन्छ नि त सो आजको भिडियो चाहिँ यति नै होप यु गाइज लाइक इट अब अरू भ्लगहरू पनि टर्नै थियो तर मैले यो अगाडि नै हालिहालेँ अरू भिडियो पनि आउँदै गर्छ सो किप वाचिङ रुसाना बाई